यसलाई घुमाउनु पर्दैन यसलाई चाहिँ त्यहाँ राख्ने ठाउँ कहाँनिर हामी लाउनुपर्छ अझै 2 बजी छेउमा राख्छ लुक आउँछ अहिले म पिर्छु नि फेरि नकरौँ भने करौँ जाऊ कान्छी उपर उस्लेर फुटाउ न भाइलाई पुजेर ल्याएर यहाँ फुटाउ अब ड्याम ड्याम बल्ने नरानदेखि बल्ने काटेर एक एक गरेर हट्याउ अनि ड्याममै झाराम दिनु हुन्छ नि चोबेर कानमा हाल्यो अहिले साइडमा बस्नु नि यहाँ हाम्रो भान्जीको पहिलो टिका हो त आफ्नो उसले गरेको अब टिका लगाउने दिदीले लगाउँछ अनि दिदी लगाएपछि त्यही माथि थपिदिनु भयो क्या 2टा जति त्यो उस्ता बाङ्गी रहेछ टेप लगाएर च्यातिँदो रहेछ त्यतिकै लगाऊ न सिधा
अब ल दिदीहरु टिका लगाएर त्यो उही राख अहिले खानु हो तेरा छेउमा राख्नु मैं टीका लगा पहले टीका हरियो लगाओ थे सीधा लगा दे वाह वाह दे मैं थप थोड़ा सा टोकना टिक लगा दे पलटी का से लगा दे पलटी का दिदीलाई टिका लगाइदिनु पर्छ अनि खानुपर्छ ल भाइको तेरो हातमा समात्नु न भाइले हो त्यो दादा घाँसमा भाइ दादा हो त्यो दादा घाँसमा हो ल भाइ ल भाइको हातमा चाहिँ एउटा थप्दिन भयो हुन्छ फुल राखेर दे पैसा फुल राखेर पैसा दिदीलाई दे भाइ दिदीलाई माइल दिदीलाई दे रेसमा खोइ त रेसमाको ल भयो ल भयो यहीँ आउँछ नि तल चाहिँ किन जानु पर्दैन यहीँ आउँछ लगायो भने यहाँ लगाइन्छ निहुरेर जान्छ नि